Hello and namaste. Welcome back to Mr. Tiger Vlog guys. हजुरहरु सबैजना आरामै हुनुहुन्छ, सबैजना ठिक हुनुहुन्छ भन्ने आशा राख्दै अनि मैले यत्रो लङ टाइम देखि भिडियो हाल्न पाएको थिएन गाइज है। त्यसको रिजन चाहिँ मेरो वाइफ बिरामी भएको थियो र प्लस म पनि बिरामी भएको थिएँ। त्यसकारणले गर्दाखेरि 1 महिना 1.5 महिना जति भयो भिडियो अपलोड गर्न नपाएको। अनि अब चाहिँ त्यसको लागि क्षमा माग्दछु हैन। अनि पहिला माया गरे जसरी नै हजुरहरूले यसरी नै माया गरिरहनुहुन्छ र क्षमा दिनुहुन्छ भन्ने आशा राख्दै अनि अब चाहिँ हामी डेली बेसमा भिडियो हाल्नेछौँ गाइज है। अनि आज चाहिँ हामी अक्टोपस ट्राई गर्न गइरहेको छौँ गाइज हैन। अनि अक्टोपस चाहिँ मेरो वाइफले अलरेडी त्यो बोइल गरेर राखिसक्यो हैन। 20 मिनटसम्म त्यो बोइल गर्नुपर्छ भनेर भनेको थियो। अनि त्यस पछाडि अब त्यसलाई फ्राई गर्ने यताउति गर्ने काम चाहिँ त्यो म गर्दैछु है। अनि हेर्न सक्नुहुन्छ हजुरहरूले यो चाहिँ मेरो रुम हो गाइज है। अनि यो डेकोरेसन हुँदैछ अझै पनि डेकोरेसनमा हुँदैछ गाइज है। यतिकै ल्याङफ्याङहरू छ सबै हैन, सबै बिस्तारै डेकोरेसन हुन्छ गाइज है। हेर्न सक्नुहुन्छ यही हो मेरो रुम हैन। यहाँ छ टिभी, यहाँ छ PS4 अनि कुलर भयो गाइज। अनि एसी हाल्नु थाले थिएँ मैले खास। अनि मेरो बुढीलाई चाहिँ बाथ भएको भएर युरिक एसिड भएको भएर चाहिँ अनि युरिक एसिडलाई फेरि एसीले चिसोले च्यापै बनाउँछ, अलिकति राम्रो हुँदैन भनेको कारणले चाहिँ अनि कुलर हालेँ मैले गाइज हैन। यो 90 लिटरको कुलर हो हैन। यसले पनि एसी भन्दा राम्रो काम गर्छ, त्यही हो। हुन्छ गाइज अब किचनमा भेटौँला है। गाइज हेर्न सक्नुहुन्छ अक्टोपस है। यो चाहिँ हामीले अलरेडी बोइल गरेर राखिसकेको छौँ हैन। यो चाहिँ बेबी अक्टोपस भन्छ है। हामीले भाटबटिनीबाट किनेर लिएर आएको। अनि हजुरहरूलाई पनि यदि खानु इच्छा छ भने हजुरहरू पनि भाटबटिनी जानु सक्नुहुनेछ है। भाटबटिनीमा पाउँछ स्मल बिग साइजमा। हामीले चाहिँ स्मल साइजमा लियौँ हैन। बिग साइजमा चाहिँ अलिकति स्मेल अलिकति नराम्रो आउँछ भन्ने सुनेको थिएँ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ स्मल साइजमा लिएको छौँ। 6 पिस हजुरको यो 6वटा पिस हुँदो रहेछ हैन। अनि यतिको हजुरको 5500 समथिङ यस्तै लियो हैन। 6000 कि यस्तै गाइज म कन्फ्युज भएँ है। 5500 या 6000 समथिङ लिएको हो है। हेर्न सक्नुहुन्छ लाइफको फर्स्ट टेस्ट हो है। सबैजनाले यो मुकबाङमा खाइरहेको देखिरहेर चाहिँ यसो टेस्ट गर्न इच्छा भएर रहर भएर चाहिँ अनि आज टेस्ट गर्न गइरहेको छौँ। अनि कस्तो हुन्छ हजुरहरूलाई पनि सहरमा जहाँसकै यो भाटबटिनी स्टोर हुन्छ नि, यस्तो स्टोरहरूमा इजिली एभाइलेबल हुन्छ, जान सक्नुहुन्छ यस्तो सिफुडहरू लिन। अनि है मेरो लिजा बसिरहेको छ गाइज है। यो चाहिँ मेरो किचन है। कार्पेट लिएर आएको छ, हाल्नु पाएको छैन अझै पनि। किचन पनि डेकोरेट हुँदैछ बिस्तारै है। सबै कुराहरू डेकोरेसनमै छ हैन। डेकोरेसन हुँदैछ गाइज बिस्तारै। राम्रो बनाउनेछु। अनि लिजा बेबी कम हियर कम। लिजा से हाय गाइज। म चाहिँ अब अक्टोपसलाई काट्न गइरहेको छु है। खै कसरी काट्ने त्यो पनि थाहा छैन गाइज है। जस्तो आउँछ त्यस्तै गर्दैछु। त्यही नै गरिरहेको छु के अरे। यसलाई हामी 2 पिसमा गर्छु गाइज है। 2 टुक्रा गर्छु म यो चाहिँ होइन। अनि जानी नजानी केही नराम्रो बोलेछु भने चाहिँ त्यही त गाइज नेपालीको बानी माफ गरिदिनु होला है। अनि हजुरहरूलाई अनि मेरो भिडियोहरूमा के चाहिँ त बुझेको छैन अनि के इम्प्रुभमेन्ट ल्याउनु पर्ने छ भने हजुरहरूले मलाई भन्नु सक्नुहुनेछ गाइज है। हजुर अनि गाइज भन्नुहोस् हजुरहरूको हालखबरहरू के छ र हजुरहरू कुन ठाउँदेखि मेरो भिडियो हेर्दै हुनुहुन्छ।
कमेन्ट गर्न नभुल्नु होला र हजुरहरू यदि नयाँ भ्युअर्सहरू हुनुहुन्छ भने मेरो च्यानल सब्सक्राइब गर्न नभुल्नु होला र साथैमा बेल बटन पनि अन गर्नु होला ताकि मैले भिडियो अपलोड गर्ने साथ हजुरहरूको युट्युबको फर्स्ट पेजमा नै आइहालोस् हैन। अनि लाइक सेयर कमेन्ट गर्नु होला हजुरहरूको मायाले साथ सपोर्टले नै अगाडि बढ्ने गाइज हैन। र मैले चाहिँ हरेकले 2-2 टुटा गरेको छु गाइज हैन। यस्तो छ है, यस्तो भएको छ हेर्न सक्नुहुन्छ। अनि अब यो चाहिँ म पकाउन गइरहेको छु गाइज है, फ्राई गर्न गइरहेको छु। हामीसँग सोया सस छ नि है। ल गाइज म चाहिँ युट्युब हेर्दिनँ, म आफ्नै पाराले बनाउँछु गाइज है। कस्तो हुन्छ अहिले म बनाएपछि अनि हजुरहरूलाई देखाउने छु। म चाहिँ बनाउन गइरहेको छु गाइज होइन। अब टक्क यहाँ मैले फ्राई प्यान राखेँ अनि अर्को त्यो ब्ल्याक कलरमा पनि मगाएको छु गाइज फ्राई प्यान होइन। सेम यो कुकर जस्तै नै होइन। यो लिनु गएको दिनमा चाहिँ सिद्धेको रहेछ, आउट अफ स्टक भएको रहेछ, केही दिनमा त्यो ल्याउने छु होइन। हजुर डिभाइनको चाहिँ युज गर्दाखेरि हजुरहरूको त्यस्तो खाना नटालिने, जे बनाउँदाखेरि पनि नटालिने, नन स्टिकी होइन, एकदम राम्रो हुने हुन्छ। त्यसैले डिभाइनकै युज गर्नु होला हजुरहरू पनि। म पनि डिभाइनकै युज गर्दैछु सामानहरू है। यो छ अनि तेलहरू हालेर अब म फ्राई गरेर देखाउनेछु हजुरहरूलाई है। गाइज हाम्रो चाहिँ अक्टोपस फाइनली रेडी भइसक्यो होइन। मैले चाहिँ अनि यसमा के अरे सोया सस अनि हजुरको टमेटो केचप अनि त्यसपछि मसलाहरू नुनहरू आफ्नो स्वाद अनुसारले हालेर बनाएको छु है। टेस्ट चाहिँ गरेको छैन अहिलेसम्म, अब हामी टेस्ट गर्नेछौँ है। हेर्न सक्नुहुन्छ है यसको कलरहरू यस्तो राम्रो आएको छ, हेर्दा त राम्रो देखेको छ गाइज। अब खाँदाखेरि कस्तो हुन्छ हेरौँ है। हाम्रो पनि फर्स्ट ट्राई हो। हजुरहरूलाई पनि खान इच्छा लागेको भने आफ्नो नजिकैको भाटबटिनीमा गएर लिन सक्नुहुनेछ है। भाटबटिनीमा हजुरको हरेक सी फुडहरू पाउँछ गाइज है। लब्स्टरदेखि लिएर सबै, लब्स्टर पनि मैले लास्ट टाइम लिएर आएको थिएँ, त्यो चाहिँ बनाएर खाएको त्यो भिडियो चाहिँ बनाउनु पाएन है। हुन्छ गाइज, ल अब हामी चाहिँ खाने बेला भिडियो गर्छु। हस् गाइज, यसमा चाहिँ हामीले कागती निचारेर सर हालेको छौँ होइन हल्का। अनि अब चाहिँ म टेस्ट गर्न गइरहेको छु है। मेरो पनि कस्तो भयो गाइज, हेर्न सक्नुहुन्छ। गुड गाइज, मिठो भएको छ, मलाई त मिठो लाग्यो गाई है। अब मेरो मिसेसले खानुहुन्छ, लौ त टेस्ट गर्न कस्तो भएको छ। मेरो फेरि जाँदै खाएर च्याप हुन्छ चबाउँदाखेरि। कस्तो छ? तितो तितो भन्छ नि, तर हाम्रो चाहिँ पैसा वसुल टाइपको भयो कि त्यो भन्छ नि, हो त्यस्तो टाइपको म जे भए पनि होटल म्यानेजमेन्ट स्टुडेन्ट हो नि त गाइस होइन। होटल म्यानेजमेन्ट पढ्नुभन्दा अगाडिदेखि नै बच्चैदेखि मलाई जस बनाउन रुचि चाहिँ लाग्थ्यो होइन। त्यस्तो रेगुलर बेसिसमा बनाउँथेन, सम टाइम बनाउँथेँ होइन। अनि जहिले पनि जस मैले बनाएको बेलामा अनि अरूलाई सर्भ गरेको बेलामा सबैजनाले मिठै भएको छ भनेर प्रतिक्रिया दिनुहुन्थ्यो है। अब हामी खाँदैछौँ गाइस खाना, अनि अक्टोपस दाल है गाइस। चाहिँ हामी खाना बसिरहेको छौँ। हजुरहरूलाई पनि खाना मन लाग्यो भने आउन सक्नुहुन्छ है गाइस है। ल मिठो भइसकेको छ गाइस, हेर्न सक्नुहुन्छ यसको कलर होइन, कलर आफै चेन्ज हुन्छ गाइस। हजुरको बोइल गर्दाखेरि पनि यता खेल्दाखेरि पनि गाइस।
छ क्रबसको यो खुट्टा साह्रो मैले जान्नु मिठो छ मिठो मिठो एउटा चोर बिलाएर त्यहाँ बसिरहेको छ मेरो छोरो मेरो पिता मेरो निनी अनि अर्को लिजा डनेको छ है लिजा स्ट्रेट ए बस निनी उनीहरूले चाहिँ खाना खाइसक्यो है घरमा चाहिँ मान्छेले खाना खाएर पछि कुकुरहरू हालिदिन्छ हाम्रो चाहिँ कुकुरहरू दिएर अनि हामी खान्छौँ ल गाइज हामी चाहिँ खाना गइरहेको छौँ है ल गाइज यही नै हो मिठो भयो जेउस सोचेको भन्दा मिठो भयो होइन त्यही नै हो हजुरहरूलाई खानु मन छ भने अनि कतिको हेर्दाखेरि तितो भयो पकेटमा किनेको पैसा मात्रै खेर भयो बेकारमा किनेको भन्ने हुन्थ्यो नि त अनि मैले नि हेरेको 500 ग्राम रे तर जम्मा गनेरै छवटा के सुन्नु न गनेरै छवटा इत्रु बच्चा के त्यो बाहिर उसहरूमै पाउने बाहिर पाउने नि सानसानो यत्रोलाई तर हेर्दाखेरि त्यस्तो भयो नि मिठो पकाएको नि मिठो भयो सबै हुन्छ गाइज ल अब हामी भिडियो है इन गर्नु गइरहेको छौँ है अब हामी खाना आँटेको हजुरहरू पनि खानु होला भन्दै मेरो भिडियो यहीँ टुङ्गाउन गइरहेको छु and don't forget to subscribe, like, share and comment and also hit the bell button. Hey guys, अनि हजुरहरू सबैजना आफ्नो केयर गर्नु होला र राम्रोसँग बस्नु होला अब चाहिँ डेली बेसिसमा भिडियो आउनेछ भनेर हजुरहरूलाई म बाचा गर्दैछु र आउने पनि छ गाइज है